हेलो साथीहरू सम्पूर्णलाई नमस्ते नमस्कार भन्न चाहे। अहिले मलेसिया पोल्ट्री फार्मबाट एकदम डिमान्डहरू गइरहेको छ नेपालमा र मान्छेहरू अलिक परेको पनि जारी छ र पोल्ट्री फार्ममा राम्रो हुन्छ या कस्तो हुन्छ भन्नको लागि हेरिदिनु होला। पोल्ट्री फार्म भनेको काम चाहिँ यस्तो रहेको छ र अटो भएपछि अलिक कम चाहिँ हल्का हुन्छ। यही हो गन्डहरू त अब आइहाल्छ हल्का मलेसिया आउने अब अहिले फेरि टिकट फेरि भिसा भइरहेछन्। साथीहरू राम्रोसँग बुझेर आउनु होला भन्न चाहे। अहिले हाम्रो चाहिएको कुराहरू सकिसकेको छ र भाडासाडा भन्ने सब चुइका सुइका धोएर एकदम माथि राखिरहेको अवस्था भन्नुपर्छ। र मलेसिया पोल्ट्री फार्ममा आउने साथीहरूको लागि यो भिडियो एकदम जानकारीमूलक हुनसक्छ, त्यसैले भिडियो नछुटाएर फुल वाच गर्नुहोला। हस्त बाई बाई, धन्यवाद।